अनि यो के हो त ए अनि सन्चै छ हौ नमस्कार नमस्कार अनि कहाँबाट आयो त बाम मलाई त साह्रै टेन्सन किन त नआउने हेर न अब सधैँ मान्छेहरूले पहिला पहिला पोहोर परार पनि एमाले हो बुढोपाकाहरूलाई पाल्ने वृद्ध भत्ता दिने भनेर पहिला पहिला सबै त्यही भन्थे गाउँघरतिर त्यही सुनिन्थ्यो अब यो पालि त हेर न बा एमाले हारिहाल्यो अब हाम्रो वृद्ध भत्ता आउँछ कि आउँदैन भने मलाई साह्रै टेन्सन छ अब वृद्ध भत्ता आएन अब के गरी खाने होला म त अब चुरोट खाने पैसा पनि नपाउने बा अब के गर्ने होला त त्यस्तो होइन नि बुवा त्यो एमाले जितेमा वृद्ध भत्ता पाउने हार्दिमा नपाउने होइन नि वृद्ध भत्ता त सबैले पाउँछ नि बुढा मान्छेहरूले उमेर गरेर त पाइहाल्छ नि अब घन्टीले पाएपछि नि तपाईँ पाउनुहुन्छ नि बढेर आउँछ त्यो घटेर आउँदैन नि तपाईँको ए भने त्यो हाम्रै पैसा करबाट आएको पैसा हो तपाईँको करकै पैसा हो त त्यो भनेपछि भोलि पर्सि म पनि अब बुढेसकालमा मन्त्री भएँ ऊ भयो भने मैले पनि त्यो कटाउन त्यो नियममा पाउने कुरो सबै पाउँछ होइन हजुरको तिरेको कर नि तपाईँ पछि वृद्ध भत्तामा पाउनुहुन्छ बुवा ए ल ठिक छ बाबु मैले नबुझेर छु त्यसो भए घन्टीले जित्यो भने वृद्ध भत्ता आउँछ हजुर सबै त्यसो भए तपाईँहरू सबै बुढा मभन्दा बुढा बुढा बा आमा जो जति हुनुहुन्छ उहाँहरू सबैलाई मेरो नमस्ते मेरो नातिले मलाई बुझायो वृद्ध भत्ता पाइन्छ अरे जो पार्टी भए पनि जसले जित्यो भने वृद्ध भत्ता पाइन्छ बा भनेर मलाई बुझायो म धेरै खुसी भएँ म धेरै शान्ति भएँ अब वृद्ध भत्ता पाइन्छ अब तपाईँहरू पनि पाउनुहुन्छ म पनि पाउने भएँ खुसी छु म त होइन बाबु ल हस्